ओके ल आज म फेरि आइसकेँ न्यू इसेवा अर्निङ एप्लिकेसन प्लस त्यसको विथड्र पनि लिएर है त यो एप्लिकेसन चाहिँ मैले भिडियो अगाडि पनि बनाएको थिएँ बनाउन चाहिँ तर अहिले चाहिँ विथड्र प्रुफसहित लिएर आएको छु। विथड्र गर्नेवाला छु प्रुफ भन्दा पनि होइन हुन्छ कि हुँदैन सो हुन्छ होला जहाँसम्म लाग्छ होइन अरूलाई दिइरहेको छ। सो एप्लिकेसनको नाम रहेको छ हिच है सो देख्न सक्नुहुन्छ यो एप्लिकेसन रहेको छ। सो तपाईँहरूले पनि डाउनलोड गर्नुभएको छ होला डाउनलोड नगर्नुभएको भए डाउनलोड गर्नु होला। सो त्यसको लागि चाहिँ मेरो लिङ्कबाट जानुभयो भने तपाईँहरूले 2000 पाउनुहुन्छ है। सो 2000 कि 1000 समथिङ त्यस्तै 2000 जहाँसम्म लाग्छ 2000 कोइन पाउनुहुन्छ है। त्यसको भ्यालु भनेको राम्रो नै हुनेवाला छ। त्यो लिङ्कको लागि चाहिँ तपाईँहरूले होइन मेरो डिस्क्रिप्सनको लिङ्क थिच्यो भने लिङ्कबाट जानु होला। लिङ्क थिचेन भने चाहिँ तपाईँहरू सरल यहाँ मेरो प्रोफाइल हेर्नु होला। प्रोफाइलमा आएर सिम्पली देख्न सक्नुहुन्छ दुईवटा टेलिग्राम र वाट्सएपको लिङ्क हो। यहाँनिर क्लिक गरेर तपाईँहरूले मलाई म्यासेज गर्न सक्नुहुन्छ। सिम्पली हिच एपको एप्लिकेसन दिनु भन्ने बित्तिकै मैले तपाईँहरूलाई प्रोभाइड गरिदिनेवाला छु है। लिङ्क थिचिँदैन होला जहाँसम्म है। सो एउटा ट्राई गरौँ भिडियो। सो अझै भएको छैन होइन। सो मेरो अझै थिचिने भएको रहेनछ है। सो ठिक छ है। सो यहाँ आएर गर्नु होला यहाँबाट चाहिँ थिचिया छैन भेरिफाई नै भएको छैन क्या मेरो होइन। अनि कमेन्ट गर्दा कमेन्टमा हुँदै हुँदैन एडै हुँदैन लिङ्क होइन बस्दैन त्यही भएर सो त्यति चाहिँ गर्नु होला है तपाईँहरूले। सो त्यही नै हो मेरो नथिचेर हो। सो त्यही नै हो सिम्पली यहाँनिर क्लिक गर्ने बित्तिकै तपाईँहरूको यस्तो इन्टरफेस आउँछ। यसमा भनेपछि फोटो थिचेर तपाईँहरूले अर्निङ गर्ने एप्लिकेसन हो। सो अनि त्यसपछि लगइनको लागि चाहिँ तपाईँहरूले के गर्नुपर्ने छ भने सिम्पली तपाईँहरूले एउटा अकाउन्ट लगइन गर्नुपर्ने छ है। सो अकाउन्ट लगइन गरेर प्रोफाइल भेरिफाई गर्नुपर्ने छ। सो त्यो चाहिँ अब यहाँनिर दुईवटा अकाउन्ट बनाउन मिल्दैन सो अब यो विथड्र गरेपछि मैले अर्को भिडियोमा चाहिँ तपाईँहरू भन्नुहुन्छ भने अकाउन्ट सहितै बनाएर देखाइदिन्छु है। सो त्यही नै हो यता लगाइदिउँ होइन। सो तपाईँहरूले यसो बुझेर लाउने हो यसरी हो फोटो क्लिक गर्ने सिम्पली तपाईँहरूले। सो यसरी हो सबै फोटो क्लिक गर्ने तपाईँहरूलाई कोइन मिल्छ र डाउनलोड गर्दा मात्रै पनि मिल्छ क्या तपाईँहरूलाई कोइन चाहिँ होइन। कसरी मिल्छ भनेदेखि सो तपाईँहरूलाई म यहाँ देखाउन चाहन्छु है। हो यहाँ जाने बित्तिकै तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ डेली टास्कमा तपाईँहरूलाई यहाँनिर क्विज खेल्नुपर्ने हुन्छ एउटा अनि 25वटा भोट कम्प्लिट क्विज अनि यो आफै आउँछ है। सो तपाईँहरूलाई 500 कोइन 100 यो अनि त्यसपछि प्रेस्टिज एउटा आउँछ है। सो अनि त्यसपछि भनेको तपाईँहरूलाई यहाँनिर चाहिँ बिग एकदम बवाल दिन्छ। सो यहाँ 3 दिनमा दिन्छ अनि 7 दिनमा 14 दिनमा अनि 30 दिनमा अनि 90 दिनमा चाहिँ 50,000 दिन्छ 30 दिनमा 10,000 अनि 1 वर्षमा 1 मिलियन दिन्छ क्या। त्यत्तिकै केही नि डाउनलोड मात्र गरेर छोड्नुभयो भने नि दिन्छ यो चाहिँ होइन। सो मैले आजै भर्खर क्लेम गरेको मेरो कोइन पनि 1,39,000 छ है। सो त्यही नै हो यसमा सिम्पल छ के अरे गेम यतिकै एउटा चुज गरिदिने हो अनि त्यता क्विज सुइज खेल्ने अनि त्यसपछि प्रोफाइल चाहिँ तपाईँहरूको यस्तरी देखाउँछ है। यो प्रेस्टिज हुनुपर्छ तपाईँहरूको यो हुनुपर्छ। सो देख्न सक्नुहुन्छ यसरी अनि यो आफ्नो ओहरू पनि राख्न सक्नुहुन्छ तपाईँले तपाईँहरूलाई पनि भोट गर्छन् है। सो त्यो चाहिँ कसरी राख्ने भनेर त्यो पनि भनिदिनेवाला हो। अनि मेरो चाहिँ 91 दिन भयो है उ गरेको अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ 34 फलोवर्स छ है। सो देख्न सक्नुहुन्छ हो अनि त्यसपछि तपाईँहरूले सिम्पली अनि यता भनेको चाहिँ केही नै छैन है यता अनि यहाँबाट तपाईँहरूले यहाँबाट देख्न सक्नुहुन्छ यहाँ क्विज यहाँनिर थोरै दिन्छ पहिला 50 क्विज खेल्नुभयो भने 1K पाइहाल्नुहुन्छ अनि फेरि यहाँ 500 खेल्नुभयो भने 5,000 पाइ नै हाल्नुहुन्छ। अनि तपाईँहरूले यहाँ हाल्नु 5वटा पोस्ट गर्नुहुन्छ भने तपाईँहरूले सिम्पली 1,000 पाइ नै हाल्नुहुन्छ। अनि त्यसपछि साथीलाई रेफरल गर्नुहुन्छ भने नि 1,000 पाउनुहुनेछ। अनि यो चाहिँ के हो भने यो चाहिँ तपाईँहरूको लेभल अनुसार हो क्या अरे है। सो लेभल अनुसार र फलोवर्स
तपाईँले 100 पार्नुभयो भने तपाईँहरूको सिम्पली भइ नै हाल्छ है। अनि यहाँ चाहिँ तपाईँहरूले सेयर गर्नुहुन्छ भने साथीहरूलाई रेफरल गरे बापत 1K तपाईँहरूले पाउनुहुन्छ। अनि त्यसपछि यहाँ गएर हेर्न सक्नुहुन्छ 2K पाउनुहुन्छ। साथीले चाहिँ 2K अनि तपाईँहरूले चाहिँ 1K पाउनुहुन्छ है। सो अनि मैले साइडमा राखिदिएको रेफरल कोड निहाल्नु होला। सिम्पली तपाईँहरूले प्ले स्टोरमा एप्लिकेसन डाउनलोड गरेर मैले दिएको कोड हाल्नुहुन्छ भने नि हुन्छ है। कोड हालेपछि मात्र आउने यो 2K कोइन चाहिँ। अनि त्यसपछि भनेको अरू त्यही नै हो, यता यो नोटिफिकेसन आउँछ भोट गरेको होइन। सो अनि बुझि नै हाल्नु होला। अब यहाँ को कति ऱ्याङ्कमा छन् भनेर हेर्न सक्नुहुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर है। अब नामसाम सबै देखायो, यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। म पनि यहाँनिर छु, सो देख्न सक्नुहुन्छ। सो त्यही नै हो, अब अरू भनेको केही नै छैन। अनि ट्रेन्डिङमा गएर नि हेर्न सक्नुहुन्छ है के ट्रेन्डिङ छ भनेर। अनि त्यसपछि यता फलोइङ पनि हेर्न सक्नुहुन्छ है। सो फलोइङको आउँछ। सो यसरी गर्न सक्नुहुन्छ तपाईँहरूले। टास्कहरू कम्प्लिट गर्नुहुन्छ। यदि 4-5 मिनट लाग्छ यो टास्क कम्प्लिट गर्न। टास्क कम्प्लिट गर्न केही नै छैन, सिम्पल छ। 25वटा भोट यसै गरी गर्ने हो। सिम्पली तपाईँहरूले यहीँबाट गर्नु नि पर्दैन। यहाँ आएर सरासरी 25वटा यसरी टिक लाउनु भयो भने सिम्पली तपाईँहरूको 25वटा लाउने बित्तिकै यो क्लेम गर्न दिन्छ 100 कोइन। अनि फेरि यो कम्प्लिट यो खेल्नुपर्ने हुन्छ, क्विज खेल्ने। अनि त्यसपछि फेरि तपाईँहरूलाई यहाँबाट 100 र अनि त्यसपछि यहाँबाट 500 मिल्छ। डेली 700 मिल्छ। अनि तपाईँहरूले जस्तै अब आफूले भिडियो हाल्नुभयो भने चाहिँ 200 कोइन तिर्नु भयो होइन। 200बाट जति बेसी तिर्दा पनि मिल्यो है। अनि त्यसरी हो, तपाईँहरूले यस्तै खेल्ने हो क्या। क्विज भनेको चाहिँ यस्तो यो पनि होइन समथिङ। यहाँ क्विज खेल्न अहिले मेरो मिल्दैन होइन। हो सिम्पली तपाईँहरूले यहाँ जाने बित्तिकै देखाइहाल्छ क्या यो कम्प्लिट क्विज यहाँनिर थिच्नुपर्ने हुन्छ। मेरो कम्प्लिट भए नहुँदा अनि त्यसपछि तपाईँहरूलाई जुन लाग्छ एउटा टिक लगाइदिने। मेरो नभए पहिलाको भिडियो पनि हेर्न सक्नुहुन्छ। सिम्पली यहाँ युट्युबमा जानु होला। अनि त्यसपछि अलि अन्तिमतिर छ है। सो यतातिर धेरै भिडियो पनि छैन नि त मेरो। यहाँ देख्न सक्नुहुन्छ हिच्याप इन नेपाल भनेर मैले यहीँ राखेको। सो त्यही नै हो, यसरी गर्न सक्नुहुन्छ है। अनि त्यसपछि भनेको अब विड्रको पनि गर्नुपर्ने हुन्छ है। सो तपाईँहरूले सिम्पली बुझि नै हाल्नु होला। म विड्र गर्नतिर लाग्छु। सो देख्न सक्नुहुन्छ। अनि यो चाहिँ डलर होइन है, डलर 1 पाउन्ड 1 लाखको 1 पाउन्ड हुन्छ। सो म पाउन्डको भ्यालु पनि देखाइदिइहाल्छु। सो पाउन्ड टु एनपिआर गरौँ। देख्न सक्नुहुन्छ 1 पाउन्डको 191 पुगिसक्यो क्या होइन। 180 थियो अस्ति न, अहिले 91 पुगिसक्यो। कस्तो बवाल दिइराख्यो क्या यसले। अनि तपाईँहरूले डाउनलोड मात्र गर्नुहुन्छ भने नि 1 वर्षमा त तपाईँहरूको कति डलर भनेपछि 10 पाउन्ड हुन्छ। अनि 10 पाउन्डको तपाईँहरूले यहाँ 10 पाउन्डको अनि लगभग 2000 त त्यत्तिकै फ्रीमा केही पनि गर्नु पर्दैन 2000को लागि है। अनि तपाईँहरूलाई म एउटा टिप्स चाहिँ के दिन्छु भने घरमा 2-3वटा मोबाइल 4-5वटा मोबाइल हो भने सबैमा डाउनलोड गरेर छोडिदिनु। 1 वर्षपछि ट्याक्क विड्र गर्नु। 1 वर्ष नि होइन, 1 महिनामा 90 दिनमा गर्न मिल्छ। 1 लाख हुने बित्तिकै 90 दिनमा गर्नु। 4-5वटा मोबाइलबाट 5 पाउन्डको कति हुन्छ, 5 पाउन्डको 1956 भइहाल्छ। 900 समथिङ ल 900 भइहाल्छ। अनि के चाहियो त होइन, केही नगरी। सो म अब विड्र गर्नतिर लाग्छु। सो अनि त्यसपछि यसको विड्र भनेको चाहिँ तपाईँहरूको पेपल छ है। एउटा मात्र छ अप्सन पेपल छ। सो यदि पेपल हो क्विज खेल्ने भन्थेँ नि मैले, यस्तै माथितिर हो क्या। अहिले चाहिँ 200 लाग्छ, नत्र यस्तो त्यो जस्तो तपाईँहरूले यस्तोमा खेल्नुहुन्छ भने तपाईँहरूको पैसा कोइन लाग्दैन है। 200 कोइन लाग्दैन हो। यो खेल्नुहुन्छ भने लाग्दैन। जस्ट म सिकाइदिइहाल्छु यो। अनि विड्रतिर लाग्नुपर्ने हुन्छ है। हो अब यहाँनिर 0.50 फर्स्ट विड्र भनेको छ। अनि यहाँ क्विज यो होला है। यसरी तपाईँहरूले एउटा लगाइदिनु भयो क्या, त्यो पढ्न पनि पाइयो। एउटा लगाइदिँदा नि भयो है। सो मिलेन। सो यसरी खेल्नु होला। सो मैले तपाईँहरूलाई सिकाइदिइहालेँ है। म यहाँ
अब हो यसरी खेल्नु होला। सो अब म विड्रोतिर लाग्छु है। यदि पेपल बाइनेन्स छैन र बनाउन चाहनुहुन्छ भने नि मलाई सिम्पली टेलिग्राम र वाट्सएपमा म्यासेज गर्नुहोला। यदि तपाईँ अर्निङ गर्न चाहनुहुन्छ भने है। पेपल बाइनेन्स छैन भने चाहिँ तपाईँको अर्निङ हुँदैन है। सो म पुनः विड्रोमा थिचेर $1 गर्छु। $1मा टिक लाएर म जिमेल राखिदिन्छु है। सो जिमेल राख्ने बित्तिकै अब म ओके गरिदिन्छु। पेन्डिङमा बस्यो है। सो भइसकेको छ विड्रो। सो अब 0.40 रहेको छ। अब विड्रो हिस्ट्रीमा गएर हेर्नु पर्ने कता छ भने विड्रो हिस्ट्री कहाँ रहेछन् यता यहाँनिर विड्रो कता थियो गाइस। बाई कोइन यहाँ त किन्ने भइगयो होइन गाइस। यता कता थियो क्या होइन। विड्रो गरेको हेर्ने यहाँ होला सायद यहाँनिर है। यहाँबाट वालेटमै जाने रह यहाँनिर होला गाइस। त्यसो म्यासेजमा होला हो यहाँनिर। यहाँ पनि छैन गाइस। यता कता हुन्थ्यो क्या मैले होइन उ गरिरहेको थिएँ अस्ति भेटेको थियो। जे भए पनि मेरो विड्रो चाहिँ भइसकेको छ है। सो सेटिङमा गएर हेरौँ। डिलिट अकाउन्ट इङ्ग्लिस फुल ल्याङ्ग्वेज। सो भेटिनँ मैले है गाइस। यतै गर्दा हुन्थ्यो। अब अहिले कहाँ छ जस्तै भयो। यो त कसरी अर्निङ गर्ने भयो। टप पोस्ट ट्रान्सलेट ल गाइस। सो देख्न सक्नुहुन्छ यहाँनिर मेरो $1 भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ 1 मिनट भयो पेन्डिङमा छ है त। सो देख्न सक्नुहुन्छ यता पेन्डिङमा रहेको छ। सो सिम्पली म अब यो कतिखेर विड्रो हुन्छ त्यतिखेर मैले भिडियो बनाइहाल्नेछु। सो अब अहिले विड्रो भएपछि भेट्नुपर्छ है त। ओके ल मलाई चाहिँ सिम्पली मलाई यो हिज एप्लिकेसनले चाहिँ पेमेन्ट दिइसकेको छ। सो लगभग 5-6 हर्स पछि है। सो 4-5 घन्टा भनौँ न होइन 5 घन्टा जति पछि दियो होला। सो दिन्छ क्या सिम्पली यसले चाहिँ होइन हालेको कि त धेरै लाग्यो भने 2 दिनसम्म लाग्ने हो। त्योभन्दा धेरै लाग्दैन क्या 2 दिन हो धेरै भने। नत्र तपाईँहरूको होइन छिटै नै हुन्छ है। सो तपाईँहरूले अनि त्यसपछि भनेको यहाँनिर सिम्पली म देखाइदिइहाल्छु। सो वालेटमा जाउँ। अझै मसँग यति कोइन छ है 39,605 कोइन छ। अनि यहाँ ट्रान्सलेसनमा जाउँ अनि देख्न सक्नुहुन्छ एप्रुभ भएको छ। सो 6 दिन भइसक्यो मैले भिडियो नहालेको नि थुप्रो भयो है। भिडियो बनाएको नि थिएन अलिकति मेरो पर्सनल कामले गर्दा है। मेरो यो आएको चाहिँ छिटै नै आएको। मलाई लगभग एप्रुभ भएको त्यही 4देखि 5 घन्टामा भएको थियो मेरो चाहिँ होइन। सो एप्रुभ भइसकेको छ $1। म सो सिम्पली तपाईँहरूलाई यहाँनिर गएर पनि देखाइदिन्छु है। सो यहाँ ग्यालरीमा गएर नि देखाइदिन्छु म। सो कता छ भने मलाई पेमेन्ट दिएको यहाँ। सो सिम्पली देख्न सक्नुहुन्छ हिज एपबाट मलाई पेपलमा पेमेन्ट दिएको छ देख्न सक्नुहुन्छ यहाँनिर $1 है। सो देख्न सक्नुहुन्छ है सिक्देल इसान त्यो आइडीबाट मैले उ गरेको हो। सो अनि त्यसपछि भनेको तपाईँहरूलाई त्यस्तै छ है। सो यतातिर गएर हेरौँ। मैले एप्रुभ भएको मेरो 10 हर्समा मैले यो स्क्रिनसट चाहिँ 10 हर्समा लिएको थिएँ होइन। सो मेरो जस्तै अब मैले के गरेँ भने बेलुकातिर भयो मेरो होइन। मैले दिउँसो गरेको थिएँ बेलुका भयो। अनि त्यसपछि बेलुका स्क्रिनसट लिन अनि बिहान लिएको क्या। सो तपाईँहरूलाई जसरी पनि दिन्छ क्या 2 दिनसम्म पेमेन्ट दिएन भने मलाई आएर सिम्पली वाट्सएप अथवा टेलिग्राममा म्यासेज गर्नु होला। सो सिम्पली दिन्छ नै है। सो केही गाह्रै छैन तपाईँहरूलाई काम गर्न पनि केही गाह्रो छैन सबै भनिदिएको छ। सो अब म तपाईँहरूलाई कसरी आइडी बनाउने भनेर त्योवाला अलि दामी टिप्स एन्ड ट्रिक पनि लिएर आउँछु। सो कमेन्ट गरिदिनु होला है। आउन चाहिँ अलिक ढिलो आउँछु। अब भिडियो चाहिँ अलिक ढिलो आउँछ मेरो।
अब अलिकति त्यस्तै दसैँ पनि आइरह अनि आफ्नै पर्सनल कामले बिजी पनि भइरहेको म है। सो त्यही कारणले हो अलि त्यति नआउला है भिडियो। सो सिम्पली साथ सपोर्ट गरिराख्नु होला। भिडियो भने अलि पछिदेखि डेली जस्तै ल्याउँला है। सो सिम्पली तपाईँहरूले साथ सपोर्ट चाहिँ गर्दै गर्नु होला। अनि लिङ्कको लागि मैले जसरी सुरुमा भनेको थिएँ त्यही नै गर्नु होला। अनि त्यसपछि भनेको अरू केही नै छैन, यसरी गर्ने हो। सो तपाईँहरूले अकाउन्ट कसरी बनाउने त्यो बुझ्नु भएको छैन भने सिम्पली मलाई भन्नु होला, म अर्को भिडियो त्यही बारेमा ल्याउनेवाला छु। सो आजलाई भिडियो यति नै हुन्छ है त, अर्को भिडियोमा भेट्नुपर्छ है त।